नमस्ते, तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म चाहिँ आज नेप्सीको टेक्निकल एनालाइसिस गर्न आँट्दैछु। सो ओभरअल्ली नेप्सी हेर्दाखेरि चाहिँ नेप्सी अप ट्रेन्डमै चलिरहेको छ र यो अप ट्रेन्ड चाहिँ अक्टोबर 19, 2025 सुरु भएको छ र अहिले मार्च 19मा चाहिँ यो हायर हाईको रेजिस्टेन्स ब्रेक गरेर माथि जान आँट्दैछ र नयाँ अप ट्रेन्ड चाहिँ सुरु गर्न आँटिरहेको छ। म त्यो भन्नुभन्दा अगाडि चाहिँ तपाईँहरूलाई यो हायर हाई र लोवर हाई चाहिँ बुझाउँछु। यो हायर हाई र लोवर हाईकोमा चाहिँ यो ग्रिन कलरको बक्सा चाहिँ हाम्रो डिमान्ड जोन हो भने यो ग्रे कलरको बक्सा चाहिँ हाम्रो इम्ब्यालेन्स हो र मार्केट जहिले पनि अप ट्रेन्ड लिएर डाउन ट्रेन्ड हुन आँट्दाखेरि मतलब झर्दाखेरि चाहिँ इम्ब्यालेन्स फिल गरेर डाउन के अरे त्यो डिमान्ड जोनको नजिक आएपछि मात्र अप ट्रेन्ड लिन थाल्छ, जुन चाहिँ हामी के अरे यता कन्टिन्युसली देख्न सक्छौँ। अनि मार्केटले नयाँ हायर हाई बनाउनु छ भने चाहिँ पुरानो के अरे हायर हाईलाई ब्रेक गर्नुपर्छ अनि मात्र के अरे नयाँ हायर हाई हुन्छ, नयाँ हायर हाई हुन्छ। अहिलेको लेटेस्टमा हेर्ने हो भने चाहिँ यहाँको के अरे त्यो इम्ब्यालेन्स फिल गरेर माथि अप ट्रेन्ड जाँदाखेरि यो चाहिँ डिमान्ड जोन हो, यो चाहिँ इम्ब्यालेन्स हो र चुनाव पछि के अरे चुनाव हुने थिएन भने चाहिँ यो यसरी नै माथि जान्थ्यो र मुनि आउँथ्यो, तर चुनावले गर्दाखेरि चाहिँ यो नयाँ डिमान्ड जोन बनेको छ र यो नयाँ इम्ब्यालेन्स बनेको छ र के अरे यो चुनाव पछिको क्यान्डल चाहिँ लास्टै ठुलो स्ट्रेन्थ क्यान्डल हो र त्यसले पनि के अरे यो हायर हाईको रेजिस्टेन्स त ब्रेक गरेको थियो, तर त्यसपछि अप ट्रेन्ड हुनुको सट्टो के अरे डाउन ट्रेन्ड भयो थोरै करेक्सन, किनभने के अरे यो अप ट्रेन्डमा चाहिँ भल्युमै थिएन। जब 555 मिलियन मात्र भल्युम थियो, त्यसैले के अरे यो करेक्सन भयो र करेक्सन भएपछि अहिले माथि गइरहेको छ। अहिले माथिको के अरे त्यो नागेको स्ट्रेन्थ क्यान्डलमा चाहिँ 21 बिलियनको भल्युम आएको छ, जुन चाहिँ लास्टै पोजिटिभ हो र अझै आउने क्यान्डलले पनि के अरे यो रेजिस्टेन्सको माथि नै बनेर यो के अरे पुरानो हायर हाई ब्रेक गर्यो भने चाहिँ तपाईँले अप ट्रेन्ड आएको भनेर बुझ्दा हुन्छ। र मैले के अरे यो चुनाव पछिको स्ट्रेन्थ क्यान्डल पछि चाहिँ करेक्सन हुन्छ भनेर चाहिँ मैले पहिला नै भनिदिइसकेको थिएँ के अरे त्यो के अरे पोस्टमा मैले चाहिँ 9 दिन अगाडि नै पोस्ट गरिदिएर भनिदिइसकेको थिएँ के अरे यो करेक्सन हुन्छ, करेक्सनमा चाहिँ एङ्सियस भएर नबेच्नु होला, होल्डै गर्नु, तपाईँहरूले अब माथि किन्नु भएको छ भने र किन्नु भएको छैन भने चाहिँ किन्दा हुन्छ भनेर मैले पोस्टमा भनिदिएको छु। किनभने यो प्याटर्न चाहिँ हामीले पहिलाको मार्केटमा पनि देख्न सक्छौँ, मतलब पास्ट डाटामा पनि त्यही नै हुन्छ के अप ट्रेन्ड हुन्छ, अप ट्रेन्ड भएपछि के अरे त्यो करेक्सन हुन्छ, करेक्सन भएपछि मात्र के अरे माथि जान थाल्छ भनेर। र यसको बेस्ट इक्जाम्पल चाहिँ यो सेप्टेम्बरकोमा छ। सेप्टेम्बरकोमा नि हेर्ने हो भने डाउन ट्रेन्ड त पहिलादेखि नै डाउन ट्रेन्ड थियो, तर यहाँ चाहिँ के अरे त्यो ठुलो के अरे डाउन के अरे त्यो बियरिस क्यान्डल बन्यो, तर त्यो बियरिस क्यान्डलमा चाहिँ भोल्युमै थिएन, जब 728 मिलियनको मात्र भोल्युम थियो। त्यसैले अर्को दिनमा चाहिँ मार्केटले करेक्सन गरेर माथि लग्यो र माथि लगेपछि चाहिँ झर्न थाल्यो। यसको ठ्याक्क अपोजिट हामीले यता देख्न सक्छौँ, बुलिस क्यान्डल स्ट्रेन्थ क्यान्डल भोल्युम थिएन अनि के अरे त्यो मार्केटले करेक्सन गर्यो, करेक्सन गरेपछि अहिले चाहिँ अप ट्रेन्ड जान थालिरहेको छ। यो डिट्टु यही त्यो के अरे फर्मेटमा छ, यसमा चाहिँ डाउन ट्रेन्डको छ भने यसमा चाहिँ अब अप ट्रेन्डको हुन्छ। सो तपाईँहरूलाई स्टक किन्नु छ भने अहिले पनि चान्स छ, किनभने अब अप ट्रेन्ड आउन आइसकेको छ। बेस्ट चाहिँ तपाईँहरूलाई यतिखेर थियो, मैले त्यतिखेर पनि के अरे भिडियोहरू बनाएर हालिदिएको थिएँ, एउटा दुइटा मुङलुङको भनेको थिएँ, अरूहरू पनि स्टक यतिखेरै किन्नु पर्थ्यो तपाईँहरूले र यतिखेर पनि त्यो चान्स थियो, मैले पोस्ट गरेको थिएँ। यता पनि छन त छ, तर यतिको जति प्रफिट त पाउँदैन, तर प्रफिट चाहिँ हुन्छ तपाईँहरूलाई, अप ट्रेन्ड हुन्छ र अप ट्रेन्ड चाहिँ भयो भने मेरो प्रिडिक्सन चाहिँ 3800 र 3900मा चाहिँ सप्लाई जोन हुन्छ
मतलब हाइएस्टै यहाँसम्म जान्छ र त्यसपछि झऱ्यो भने चाहिँ कति 2600 र 700 चाहिँ त्यसको सपोर्ट जोन हुन्छ। यहाँसम्म झर्छ, यहाँसम्म झरेपछि फेरि माथि मुनि हुन थाल्छ। त्यसैले किन्नु छ भने चाहिँ अहिले पनि किनिहाल्नु, अहिले पनि चान्स छ तपाईँको। के अरे त्यो यसले नयाँ हायर हाई बनायो भने चाहिँ यो के अरे डिमान्ड जोन हुन्छ। त्यसैले तपाईँहरू यता किन्दा पनि हुन्छ। किन्नु भएको छैन भने र किनिसक्नु भएको छ भने चाहिँ होल्ड गरेर राख्नु। धन्यवाद। अनि सेफ ट्रेडिङ र सेफ इन्भेस्टिङ आफै पनि एनालाइसिस गर्नुहोला।